आज कोरियन भाषाको डे 16 मा है। डे 16 मा तपाईलाई आज मैले इ र गाको है इ र गा भनेको हाम्रो के छ भनेपछि ले भन्ने छ है। यो इ र गा भनेको ले हो। यो ले को अर्थ कुनै बेला नआउन सक्छ, कुन सिचुएसनमा नआउन सक्छ, त्यस बारेमा तपाईलाई आज भन्न गएको छु है। इ र गाको अर्थ ले भन्ने कुरा हो है। हेर्नु त केही कुराहरु कोरियामा डाइरेक्ट होइन भन्न मिल्दैन। जे कुरा होइन भन्छौ ती कुराको पछाडी अनिवार्य के लगाउनु पर्छ? इ र गा ले लाएर मात्र आनिमिदा होइन भन्नु पर्छ है। तर त्यस बेला चाहिँ पनि इ र गाको अर्थ ले भन्ने हुँदैन। यसको अर्थ के हुँदैन? ले भन्ने चाहिँ हुँदैन है। ल हेर्नुस् त नाउन प्लस इ आनिमिदा र गा आनिमिदा भनेको छ। यो भनेको मिनिङ के हो? होइन भनेको है मिनिङ चाहिँ। हेर्नु त इ आनिमिदा कन्सोनेन्टिङ हो, गा आनिमिदा हाम्रो भर्ब हो है। हेर्नुस् त यदि फाछिम छ भने है यो कन्सोनेन्ट वर्ड बुझ्नु भएको छ नि। यदि फाछिम छ भने हामीले के लगाउने? इ आनिमिदा लगाउने है। यदि फाछिम छैन भने है, छैन भने के लगाउने हामीले? गा आनिमिदा है। यो आनिमिदा है, आनिमिदा लगाइन्छ है। बुझिन्छ नि? ल हेर्नुस् त त्यसको लागि तल मैले उदाहरणहरु फोगिदिएको छु नि त, फोगिदिएको छु है। छेकी आनिमिदा, छेक भनेको किताब हो। छेकमा ग फाछिम आएको छ, त्यही बेला आनिमिदा छेकी आनिमिदा लगाएको किताब होइन भनेको। यो के होइन भनेको? किताब होइन भनेको है। त्यसपछि हेर्नुस् तल सागवा भनेको मिनिङ चाहिँ स्याउ हो। सागवा गा, हेर्नु सागवा फाछिम आएको छ नि, त्यही बेला हामी गा लगायौं। सागवा गा आनिमिदा भनेको के होइन? हाम्रो स्याउ होइन भनेको है। बुझ्नु भयो नि? एउटा फर्स्ट चाहिँ यो सिचुएसनमा चाहिँ इ र गाको अर्थ ले नभएपछि अनिवार्य लगाउनु पर्छ है मिठासको लागि। सानसानो कुरामा चाहिँ झुकिन्छ तपाईहरु है। एक्जाम अहिले चाहिँ सानसानो कुराहरु आइरहेको छ, त्यही पार्टिकलहरु राम्रोसँग बुझ्यो भने, ग्रामर बुझ्यो भने तपाईले एक्जाममा पास गर्न सक्नुहुन्छ है। त्यसपछि 2 नम्बर कुन सिचुएसन हेर्नु त? केही कुराहरु हुनु अथवा नहुनु भन्दा पनि उक्त कुराहरुको पछाडी इ पनि इ अथवा गा लगाएर मात्र हुनु नहुनु अथवा इत्ता भनेको हुनु हो, अत्ता भनेको नहुनु भन्नुपर्छ है। त्यस बेला पनि इ र गाको अर्थ ले भन्ने चाहिँ के छ? हुँदैन भनेको छ है। यो भन्दा तपाईलाई अघिल्लो भिडियोमा चाहिँ मैले इ र गा उल्लनु पढाएको थिएँ। अहिले चाहिँ इ र गा चाहिँ कुन सिचुएसनमा लाग्छ भनेर मैले भनेको छु है। हेर्नु त दोन भनेको मिनिङ के हो? पैसा हो। दोन भनेको के? पैसा। दोन इ इस हो, पैसा छ भन्छ नि त। इ सुविधा भनेको यो भन्दा मैले डे 15 मा है, डे 15 मा तपाईलाई मैले सुविधा र बनिदा भन्ने पढाएको छु है। हेर्नु होला भिडियो। त्यसपछि दोने अपसुविधा हेर्नु त पैसा छैन भनेको है। मिनिङ चाहिँ इत्ता भनेको के हो भनेपछि हुनु हो है। हामीले बेसिकको मिनिङ पनि पढ्नु होला, पढ्नु पर्छ है। अनि अत्ता भनेको हाम्रो के हो? नहुनु भन्ने है। त्यसपछि हेर्नु त याछे भनेको तरकारी हो है। याछे गा अपसुविधा भन्छ भनेको तरकारी छैन भन्दै। यसो पनि हेर्नुस् त यो कस्तो छ भनेपछि इ इत्ता र गा इत्ता हो। यो चाहिँ है यो हाम्रो के हो? यो कन्सोनेन्टिङ हो। यो हाम्रो कुनिङ हो? भर्ब। यो चाहिँ छ भनेको है, अथवा छ भनेको नाउन प्लस, त्यसपछि नाउन प्लस इ अपसय र गा अप्ताको अब अपसय हुन्छ पछि त्यो मैले पढाएको छु है भन्दा भनेको यो चाहिँ छैन भन्ने हुन्छ है। यो कन्सोनेन्टिङ, यो भर्ब है। बुझ्नुहुन्छ नि यो तपाईले? यो हाम्रो बुकमा पनि छ, 2-3 लेसनमा कतिमा छ है। यो बुझ्नु होला तपाईले। इ इत्ता र गा इत्ता भनेको छ हो। इ अप्ता र गा अप्ता भनेको छैन भनेको है। इ इत्ता भनेको कन्सोनेन्टिङ, गा इत्ता भनेको भर्ब। इ अप्ता भनेको कन्सोनेन्टिङ, गा अप्ता भनेको भर्ब हाम्रो है। ल यो पनि बुझ्नु भएछ। हामी नम्बर 3 मा जान्छौँ अब त। नम्बर 3 मा जान्छौँ है। हेर्नुस् त नम्बर 3 मा जान्छौँ। प्राकृतिक वा आकस्मिक कुराहरु भएको कुराहरु गर्दा पनि ती
सम्बन्धित कुराहरुको पछाडी जहिले पनि के लाग्छ इ र गा लगाएर मात्र भन्नुपर्छ इ र गा लगाएर मात्र भन्नुपर्छ त्यति बेला पनि हाम्रो इ र गाको अर्थ ले भन्ने के छ हुँदैन भनेको छ है इ र गाको अर्थ के हुन्छ ले भन्ने हुँदैन भन्छ नि त फी भनेको हाम्रो वर्षा हो है फी भनेको वर्षा हो है फी गा इ गा ओदा नि त पानी आउनु फिगा ओदा भनेको पानी आउनु नुन नुन भनेको हिउँ अनि आँखा भन्ने मिनिङ हो है नुन भनेको हिउँ पनि हो अनि एउटा आँखा पनि हुन्छ है दुईटा मिनिङ हुन्छ हैन त नुनी ओदा भनेको हिउँ आउनु येर भनेको ज्वरो एल भनेको तातो पनि हुन्छ ताप पनि हुन्छ है येरी नादा भनेको ज्वरो आउनु भन्ने मिनिङ है यो चाहिँ के आउनु ज्वरो आउनु भन्ने मिनिङ है यसको पछाडी हाम्रो के लाग्छ इ र गा पार्टिकल लगाएरै आउँछ है यो भन्दा तपाईलाई सानो सूचना हो नि त नाउन प्लस इ र गा आएपछि पछाडी हाम्रो के आउँछ भने चाहिँ मैले विशेषण आउँछ भनेको थिए नि त हैन के आउँछ भने चाहिँ विशेषण आउँछ भने चाहिँ हैन अनि नाउन प्लस उल र रुल है भनेको लाई हो नि त यो अनि यो चाहिँ ले हो नि त है अनि लाई आएपछि पछाडी यसको पछाडी के आउँछ क्रिया आउँछ भनेको थिए है तर हेर्नु त इ र गाको पछाडी विशेषण आएको छ यहाँ ओदा भनेको आउनु के हो हाम्रो यो त भयो नि त है यसको अर्थ ले भन्ने चाहिँ आएन है बुझ्नु भयो ले भन्ने चाहिँ आएन त्यसैले हाम्रो के आयो यसमा क्रिया आयो है बुझ्नु भयो नि यो सानो चाहिँ यो एकदम इम्पोर्टेन्ट छ यो थाहा पाउनु पर्छ है हाम्रो क्रिया भनेको नेपालीमा नु आउँछ भने लास्टमा क्रिया आउँछ है अनि लास्टमा चाहिँ हुनु आउँछ भने के हुन्छ त्यो विशेषण हुन्छ है विशेषण क्रिया पहिलेदेखि छुट्याउन सक्नुपर्छ तपाईहरुले है र त्यसपछि हामी जान्छौं हेर्नु त तपाईहरुलाई क्वेशनमा हेर्नु प्रश्न हेर्नु त हामी तपाईलाई के प्रश्न दिएको छौं हेर्नु त आबजिगा सिन्नु डट डट इल गयो भनेछ नि त उन रुल उन र नुन भनेछ नि त यहाँ अब यसको एन्सर कति हुन्छ तपाईहरु कमेन्टमा भनिदिनु होला मलाई है छनुन खफी डट डट मासिमिदा हेर्नु अप्सन चाहिँ इ गा उन नुन छ है तीनहरुमा फेन्सी डट डट सुन्निदा इ गा उन नुन छ है त्यसपछि 4 नम्बरमा इ छिबी डट डट खुन्निदा इ गा नुन उन नुन छ हेर्नुस् त र 5 नम्बरमा चाहिँ हेर्नुस् त छे छिगबी डट डट फेनोसाइनिदा अब उन गा अनि नुन नै नुन गा उन र रुल छ है यसको एन्सर तपाईले कमेन्टमा दिनु होला यो तपाईले बुझेपछि पार्टिकल इ र गा उन नुन र उल नुन चाहिँ तपाईले बुझ्नुहुन्छ है ल